यहाँहरु सम्पूर्ण नमस्कार। यहाँ चाहिँ हाम्रो ठ्याक्कै सुन्दर रहेछ नगरपालिका वडा नम्बर 4 मा नयाँ वृन्दावन गौशालामा छु म। हजुरहरुले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ लक्ष्मी माताको ट्याक्क तस्बिर शालिक राखिएको छ र यहाँनेर हेर्न सक्नुहुन्छ। यति आध्यात्मिक रमणीय ठाउँ, साह्रै सुन्दर। यहाँ दर्शन गर्ने यहाँ चाहिँ आध्यात्मिक हिसाबले आउने सम्पूर्ण महानुभावहरुमा साथै वृन्दावनप्रति हार्दिक नमन गर्दै मैले एउटा सानो भिडियो बनाएको छु। हजुरहरु पनि दर्शनको लागि आइदिनु होला। यहाँनेर अब पढ्ने सुविधा पनि छ। विशेष गरी अब यहाँनेर गुरुहरु आउनुहुन्छ। यो आध्यात्मिक ठाउँ यति राम्रो बुढी गंगाको ठ्याक्कै तिरैमा बनाइएको ठाउँ हुनाले यहाँ बस्न ओर्न यति शीतल, वास्तवमा यति प्राकृतिक, यति रमणीय, यति सुन्दर, यति शान्त ठाउँ छ। यहाँनेर विभिन्न प्रोग्रामहरु पनि समयअनुसार भइहाल्छन्। यहाँ शिवजी भगवान शिवजी चाहिँ ठ्याक्कै पोखरी माथि यहाँ यसरी चाहिँ शिवको सम्पूर्ण स्वरूप सहितको मूर्ति राखिएको छ। र यो भिजिटका लागि सम्पूर्ण हाम्रा नेपाली जनहरुमा, आध्यात्मिक वर्गहरुमा हार्दिक अनुरोध गर्दै म बिबी थापा सालिन यस्तो भिडियोहरु फेरि ल्याउने बाचाका साथ अहिले यहाँहरुबाट बिदा हुन्छु। हस्त, धन्यवाद।